यो धर्मोदय सभा 75 वर्ष पूरा भएको प्ल्याटिनम वर्षको उपलक्ष्यमा धर्मोदय सभाको बारेमा केही जानकारी दिन गइरहेको छु। यहाँहरू सबैलाई थाहा छ, यो राणाकालमा नेपालमा केही लामा गुरुहरू भिक्षुहरूलाई देशमा नराखिकन देश निकाला गरेको यो घटना यहाँहरू सबैलाई थाहा छ। त्यो घटना किन घट्यो भन्ने त्यो एउटा चाहिँ आफ्नै एउटा चाहिँ त्यो सोच्ने विषय छ। किनभने गुरुहरूबाट चाहिँ कुनै किसिमको राजनीतिक संकट आउला भन्ने चाहिँ सायद उहाँहरूले सोचेको थिएन होला। तर पनि भिक्षुहरूलाई देश निकाला किन गरियो त्यो अहिलेसम्म कसैले स्पष्ट जवाफ नदिएको एउटा चाहिँ विषय हो त्यो। तर पनि जब देश निकाला गरेपछि बुद्ध जन्मेको देशमा धार्मिक गतिविधि गर्न नपाउनु भनेको साह्रै नै सोच्ने विषय भएको हुनाले बनारसमा 1944 नोभेम्बर 30 तारिकको दिन यो धर्मोदय सभा सारनाथमा यसको स्थापना भएको हो। त्यो स्थापनाको मूल उद्देश्य त यहाँहरू सबैलाई थाहा नै छ। र त्यो स्थापना हुँदाखेरि अध्यक्षमा उ चन्द्रमणि महास्थविर अध्यक्ष, भदन्त आनन्द कौशल्यायन उपसभापति, भिक्षु अमृतानन्द मन्त्री, भिक्षु महानाम कोविद उपमन्त्री, उपासक मणिहर्ष ज्योति कोषाध्यक्ष, भिक्षु कीर्तिमा महास्थविर सदस्य, भिक्षु धम्मानन्द सदस्य, भिक्षु अनिरुद्ध सदस्य र श्री एमपी प्रधान, यसरी यतिजनाको एउटा चाहिँ धर्मोदय सभा सारनाथमा स्थापना भयो। र त्यही धर्मोदय सभाले त्यसपछि पहिलो राम्रो काम ठूलो काम भनेको 2003 साल वैशाखमा यो श्रीलङ्काको वजिरारामका भिक्षु नारद थेरको नेतृत्वमा भिक्षु प्रियदर्शी, भिक्षु अमृतानन्द, डाक्टर रत्न सूर्य, प्रोफेसर आर्य पालक, यी 5 जनाको एउटा चाहिँ शिष्टमण्डल नेपाल आए। र त्यस शिष्टमण्डलले तत्कालीन प्रधानमन्त्री मोहन शमशेरसँग भेटेर उहाँसँग चाहिँ छलफल गरेपछि यो भिक्षुहरू सबैलाई देश निकाला गरेका भिक्षुहरूलाई ससम्मान नेपाल फर्काउने र धार्मिक गतिविधि सबै गर्न पाउने भन्ने कुरा उहाँहरूले चाहिँ त्यसको स्वीकृति फुक्वा पाउनु भयो। र त्यही बेला अर्को चाहिँ नेपाल भाषामाथि जुन प्रतिबन्ध लगाइरहेको थियो त्यसमा पनि फुक्वा गरियो। यसरी 2003 सालमा जुन त्यो घटना गरियो धर्मोदय सभाको सबभन्दा ठूलो त्यो प्रयास थियो। त्यसपछि नेपाल भाषालाई पनि गतिविधि गर्न पायो र धार्मिक गतिविधि पनि खुला रूपमा चाहिँ गर्न पाउने वातावरण यहाँ नेपालमा सिर्जना भयो। त्यसपछि 60 सालमा प्रजातन्त्र आयो र प्रजातन्त्रको लगत्तै सबभन्दा पहिले बुद्ध जन्मेको स्थल लुम्बिनीलाई कसरी संरक्षण गर्ने भन्ने कुरा उठ्यो। त्यसमा तत्कालीन अन्तर्राष्ट्रियको कार्यालयको प्रतिनिधि सहित धर्मोदय सभाको प्रतिनिधि पनि राखेर 4 जनाको एउटा चाहिँ लुम्बिनी धर्मोदय व्यवस्थापन समिति भनेर एउटा चाहिँ गठन गरियो। र त्यसपछि 9 साल र 10 सालसम्ममा चाहिँ अर्को 2 जना धर्मोदय सभाकै प्रतिनिधि थपेर 6 जनाको लुम्बिनी धर्मोदय समिति गठन गरेर लुम्बिनी क्षेत्रको संरक्षण गर्ने काम यस धर्मोदय सभाबाट भयो। साँच्चै भन्यो भने त्यो 8 सालदेखि अहिलेको यो चाहिँ 2032 सालमा श्री लोकदर्शन बजाचार्यको अध्यक्षतामा लुम्बिनी धर्मोदय सभा गठन नभएसम्म लुम्बिनीको संरक्षणको काम एक किसिमले चाहिँ धर्मोदय सभाले एक्लै जस्तै गरिरहेको चाहिँ यो इतिहास छ। र धर्मोदय सभाको त्यसपछि पनि विगत 8-10 वर्ष अगाडिसम्म लुम्बिनी धर्मोदय समितिमा चाहिँ कुनै पनि नयाँ कार्यसमिति गठन गर्दाखेरि धर्मोदयको प्रतिनिधिहरू अथवा धर्मोदय सभासँग सल्लाह गरेर गर्ने प्रचलन थियो। तर यही विगत चाहिँ 8-10 वर्ष पछाडि धर्मोदय सभाको अब चाहिँ लुम्बिनी विकास कोषमा चाहिँ कुनै किसिमको चाहिँ संलग्नता चाहिँ अब चाहिँ देखिँदैन। त्यो लुम्बिनीको चाहिँ संरक्षणमा धर्मोदय सभाको जुन इतिहास छ त्यो चाहिँ अहिले आएर एक किसिमले त्यो समाप्त प्राय चाहिँ भइसकेको छ। धर्मोदय सभाको अर्को महत्त्वपूर्ण कार्य भनेको 2013 सालमा 4थो विश्व बौद्ध सम्मेलन त्यो गठन कार्यक्रम सञ्चालन भयो। 1950 मा त्यो दोस्रो विश्व युद्धको कारणले गर्दाखेरि जुन विश्वमा चाहिँ जुन किसिमको एउटा चाहिँ वातावरण सृजना भएको छ त्यसैको प्रतिफलस्वरूप विश्वमा शान्तिको कामना गर्ने एउटा चाहिँ विश्व इन्टरनेसनल एउटा चाहिँ बुद्धिस्ट अर्गनाइजेसन चाहिँ बनाउनु पर्यो भनेर 1950 मा श्रीलङ्कामा यो विश्व बौद्ध भातृत्व सङ्घ भनेर स्थापना भयो। त्यो संस्था स्थापना गर्दाखेरि त्यसको संस्थापक सदस्यबाट नेपाल पनि एउटा संस्था हो र त्यसको संरक्षणमा चाहिँ पढेर हाम्रो चाहिँ नेपालको राजाले पनि राखेको छ।
र त्यही सम्मेलनमा चाहिँ प्रथम सम्मेलन हुँदाखेरि 1950मा पहिलो विश्व बौद्ध सम्मेलन श्रीलङ्काको कोलम्बोमा हुँदाखेरि नेपालको तर्फबाट चाहिँ भिक्षु अमृतानन्द र हाम्रो मणिहर्ष जोटीले भाग लिनुभएको थियो। अनि यही लुम्बिनीको संरक्षण गर्ने सिलसिलामा लुम्बिनीलाई चाहिँ विश्व सम्पदा सूचीमा चाहिँ समावेश गर्नको लागि पनि धर्मवडे सभाले नै प्रयास गरेको थियो र जुन यो अहिले लुम्बिनी बौद्ध विश्वविद्यालय छ त्यो लुम्बिनी बौद्ध विश्वविद्यालय चाहिँ स्थापना गर्ने काममा पनि पहल गर्ने चाहिँ सबभन्दा मेन चाहिँ यो धर्मवडे सभाकै प्रयासमा यो लुम्बिनी बौद्ध विश्वविद्यालय गठन भएको हो। त्यसमा पनि दुर्भाग्यवश सुरुदेखि नै त्यो धर्मवडे सभाको चाहिँ त्यसको संलग्नता चाहिँ अहिले चाहिँ एकदमै न्यून चाहिँ देखिन गएको छ। यो विश्व बौद्ध भातृत्व संघको 1950 मा स्थापना भएपछि त्यसपछि 1956मा चौथो विश्व बौद्ध सम्मेलन नेपालमा गर्ने भन्ने कुरा चल्यो। त्यतिखेर नेपालमा श्री 5 त्रिभुवन थियो र उहाँकै पालामा चाहिँ नेपालमा चाहिँ चौथो विश्व बौद्ध सम्मेलन गर्ने निर्णय भएको थियो। तर चौथो विश्व बौद्ध सम्मेलन 2013 सालमा हुँदाखेरि त्रिभुवनको देहावसान भइसकेको थियो र किङ महेन्द्रको पालामा त्यस सम्मेलनको लागि चाहिँ सरकारी स्तरबाट अत्यन्तै राम्रो चाहिँ त्यसको सहयोग भएको थियो। र चौथो विश्व बौद्ध सम्मेलन नेपालमा जुन भएको थियो त्यो चाहिँ कति महत्त्वपूर्ण छ भन्दाखेरि नेपाल भन्ने देश एउटा अलग देश भन्ने कुरा नै धेरैलाई थाहा थिएन त्यति बेलासम्म। भारतको एउटा चाहिँ कुनै एउटा प्रान्तको रूपमा मात्रै त्यो चाहिँ मान्छेले चिन्थ्यो। र बुद्ध जन्मेको लुम्बिनी नेपाल देशमा छ भन्ने कुरा विश्वव्यापी रूपमा चाहिँ यो प्रचार गर्नको लागि यो चौथो विश्व बौद्ध सम्मेलनले धेरै ठुलो त्यो भूमिका चाहिँ निर्वाह गरेको थियो। र त्यसपछि नेपालमा चाहिँ त्यो लुम्बिनी सहित नेपाली बौद्धहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चाहिँ धेरै गतिविधि गर्नमा चाहिँ यो चौथो विश्व बौद्ध सम्मेलनले यसको धेरै राम्रो यसको चाहिँ प्रभाव चाहिँ भएको थियो। अनि एउटा कुरा अर्को मैले भन्न बिर्सेँ, यो 1950मा जुन यो प्रथम विश्व बौद्ध सम्मेलन भएको थियो त्यतिखेर चाहिँ 23 साल नेपालमा चाहिँ बुद्ध जयन्तीको दिनमा सार्वजनिक सरकारी स्तरमा सार्वजनिक बिदा दिने चाहिँ घोषणा गरेको थियो राणाकालमै। र त्यो बिदाको चाहिँ घोषणा गरेको हुनाले पहिलो चाहिँ विश्व बौद्ध सम्मेलनमा त्यो चाहिँ त्यसको लागि चाहिँ प्रधानमन्त्री मोहन शमशेरलाई चाहिँ धन्यवाद प्रस्ताव पनि पारित भएको थियो त्यसमा। त्यो पनि एउटा स्मरणीय विषय छ यो। त्यसपछि चौथो विश्व बौद्ध सम्मेलनपछि एउटा चाहिँ नेपालमा चाहिँ एउटा चाहिँ नयाँ किसिमको एउटा चाहिँ वातावरण सिर्जना भयो। 15 सालको जनगणनाबाट चाहिँ अब कहाँबाट कसरी के भयो त्यो म डिटेलमा जान चाहन्न, तर चाहिँ नेपालमा राजतन्त्र चाहिँ को भविष्य चाहिँ सुरक्षित नभएको सायद महसुस भयो होला 15 सालको चाहिँ राजनीतिक घटनाले। र त्यसरी चौथो विश्व बौद्ध सम्मेलनको पश्चात हिन्दू धर्मावलम्बी कट्टर चाहिँ हिन्दूहरूमा चाहिँ त्यो बौद्धहरूको चाहिँ मतलब चाहिँ प्रभाव नेपालमा बढ्ने भन्ने किसिमको एउटा चाहिँ त्यो मानसिकता त्यो विकसित भएको। र त्यही चाहिँ दुईटा चाहिँ प्रमुख कारणले गर्दाखेरि हुनुपर्छ। यो चाहिँ 2017 सालको काण्ड भयो र त्यही 17 सालपछि चाहिँ पञ्चायती संविधान बनाउँदाखेरि नेपाललाई पहिलो पटक हिन्दू राष्ट्र भनेर यो घोषणा गरेको थियो। यो चाहिँ एउटा चाहिँ एकदमै स्मरण गर्नुपर्ने व्यक्ति छ त्यो विषय छ। त्यसपछि चाहिँ 10-15 वर्षसम्म चाहिँ धर्मवडे सभाले चाहिँ आन्तरिक रूपमा चाहिँ धेरै आफ्नै चाहिँ कार्यक्रमहरू गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ त्यो कार्यक्रमहरूमा भाग लिने र त्यस्तै किसिमको सामान्य काम बाहेक खास विशेष केही भएन। तर पछि आएर चाहिँ 2043 सालमा 15औं विश्व बौद्ध सम्मेलन नेपालमा गर्ने कुरा उठेपछि त्यहाँनिर चाहिँ नयाँ एउटा चाहिँ आयाम चाहिँ थपेको देखिन्छ। 2042 सालमा त्यो 15औं विश्व बौद्ध सम्मेलनको तयारीको निम्ति चाहिँ तयारी गर्दाखेरि नेपाललाई चाहिँ हिन्दू राष्ट्र घोषणा गरेको कुरा चाहिँ बौद्धहरूमा चाहिँ खट्किएको थियो। र त्यसको चाहिँ त्यसलाई कसरी विरोध गर्ने त्यो कसरी हटाउने भन्ने विषय चाहिँ त्यति बेला चर्चाको विषय भयो होला। र त्यसैको लागि नै सहयोग हुने किसिमले गर्दाखेरि 2042 सालमा पहिलो पटक नेपालमा भएका सम्पूर्ण बौद्धहरूलाई एउटै मञ्चमा ल्याउने चाहिँ एउटा चाहिँ नयाँ चाहिँ सोचको चाहिँ त्यहाँ विकास भयो। त्योभन्दा पहिले धर्मवडे सभा भनेको एक किसिमले खेरबाडीहरूको संस्था जस्तो थियो। त्यसमा चाहिँ धेरै जसो चाहिँ अडिसे मासिक चाहिँ खेरबाडीबाटै अथवा भण्डेर नै हुन्थ्यो। 42 सालमा चाहिँ पहिलो पटक यो चाहिँ महायानमा र चाहिँ वज्रयानीहरूलाई पनि धर्मवडे सभाभित्र चाहिँ समावेश गरेर नेपालमा चाहिँ बौद्धहरूको चाहिँ स्थिति चाहिँ एकदम बलियो गर्ने चाहिँ त्यसको चाहिँ सूत्रपात यो 2042 सालमा भएको छ। र त्यही सूत्रपातले गर्दाखेरि त्यहाँ विधान संशोधन गरेर 3 वर्षमा यो चाहिँ धर्मवडे सभाको अध्यक्ष
थेरबाडबाट मायानबाट र बज्रायनबाट लिने गरिकन यो चाहिँ विधानमा चाहिँ संशोधन भएको यो चाहिँ देखिन्छ। त्यसपछि 2043 सालमा 15औं विश्व बौद्ध सम्मेलन भयो र त्यसको लगत्तै नेपालले चाहिँ त्यो चाहिँ राष्ट्रिय स्तरमा चाहिँ बौद्धहरूको एकताको निम्ति राष्ट्रिय बौद्ध सम्मेलनको सुरुवात भयो। त्यो 2044 सालदेखि सुरु भएको हो। त्यसैले यसमा चाहिँ यो राष्ट्रिय बौद्ध सम्मेलनको सुरुवात जुन 2044 देखि सुरु भएको हो त्यसको सूत्रपात 2042 सालमा सुरु भयो र 15औं विश्व बौद्ध सम्मेलनको लगत्तै विश्व बौद्ध नेपालको राष्ट्रिय बौद्ध सम्मेलन भयो। राष्ट्रिय बौद्ध सम्मेलनको मुख्य उद्देश्य भनेकै नेपालमा भएका सम्पूर्ण बौद्धहरूलाई एउटै मञ्चमा ल्याएर आफ्नो चाहिँ मतलब चाहिँ एउटा एकताको चाहिँ केन्द्रको रूपमा धर्मराय सभाको एउटा यो गतिविधि हो। यो राष्ट्रिय बौद्ध सम्मेलनले यो नेपालको बौद्धहरूलाई चाहिँ एक ठाउँमा ल्याउनलाई धेरै ठूलो चाहिँ काम गरेको छ। 2044 सालमा सबभन्दा पहिले काठमाडौँमै पहिलो चाहिँ राष्ट्रिय बौद्ध सम्मेलन भयो। त्यसको लगत्तै 46 सालमा लुम्बिनीमा राष्ट्रिय बौद्ध सम्मेलन भयो र त्यही राष्ट्रिय बौद्ध सम्मेलनकै प्रतिफल भन्नुपर्छ 46 सालको आन्दोलनमा पहिलोपटक यो चाहिँ धर्मराय सभाले नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ भन्ने माग सुरु भयो र त्यस सङ्घर्षबाट चाहिँ त्यो कसरी भयो र त्यसको चाहिँ परिणाम के भयो भन्ने कुरा यो मैले भनिरहनु पर्दैन। अहिलेको जुन यो संघीय लोकतान्त्रिक जुन यो संविधान आयो त्यो धर्मनिरपेक्ष जुन यो राष्ट्र भयो त्यसको लागि चाहिँ यो धर्मराय सभाकै प्रयासको यो चाहिँ प्रतिफल भन्नुपर्छ। त्यसैले यो राष्ट्रिय सम्मेलनको सन्दर्भमा 44 सालमा काठमाडौँमा भयो, त्यस्तै 46 सालमा लुम्बिनीमा, त्यसै 48 सालमा धरानमा भएको तेस्रो बौद्ध राष्ट्रिय बौद्ध सम्मेलन, त्यसरी नै 4औं राष्ट्रिय बौद्ध सम्मेलन कपिल वस्तुमा 2050 सालमा भयो। त्यसै 2052 सालमा पोखरामा, 2054 सालमा धनगढीमा, 56 सालमा चितवनमा, 59 सालमा काठमाडौँमा, 62 सालमा पनि काठमाडौँमा र 66 सालमा लुम्बिनीमा, 69 सालमा राजविराजमा र 75 सालमा लमजुङमा गरिकन अहिलेसम्म 12वटा चाहिँ राष्ट्रिय सम्मेलन हाम्रो सम्पन्न भइसकेको छ। त्यसै नै यो राष्ट्रिय सम्मेलन 2 वर्षमा हुने राष्ट्रिय सम्मेलनले यो धर्मराय सभाको गतिविधि चाहिँ पर्याप्त नभएको देखिएर यो क्षेत्रीय स्तरमा अथवा चाहिँ एउटा चाहिँ क्षेत्रीय रूपमा गर्दाखेरि त्यहाँको स्थानीय बौद्ध चाहिँ स्थलहरूको चाहिँ संरक्षण गर्ने र स्थानीय रूपमा चाहिँ बौद्धहरूको चाहिँ मतलब गतिविधि चाहिँ बढोस् भनेर क्षेत्रीय बौद्ध सम्मेलनको पनि एउटा चाहिँ नयाँ चाहिँ सुरुवात भयो। त्यो 2063 सालमा पोखरामा पहिलोपटक क्षेत्रीय बौद्ध सम्मेलन भएर त्यसपछि अर्को चाहिँ विराटनगरमा एकपल्ट र सुर्खेतमा गरेर 3 पटक अहिलेसम्म क्षेत्रीय सम्मेलन भइसकेको छ। त्यसै नै यो धर्मनिरपेक्षको संविधानमा धर्मनिरपेक्ष उल्लेख भए पनि हिन्दू राष्ट्रको माग अहिलेसम्म भइरहेको र त्यो विषयमा चाहिँ कुनै पनि बेला हामी फेरि सङ्घर्षमा उठ्नुपर्ने सम्भावना भएको हुनाले यो खालि धार्मिक गतिविधि मात्र गरेर भएन, यो चाहिँ राजनीतिक पार्टीहरूसँग पनि यसको समन्वय बराबर भइरहनु पर्छ भन्ने त्यही मुख्य उद्देश्य लिएर यसले विराट बौद्ध सभाको पनि सुरुवात गरेको थियो 66 सालमा। त्यसमा चाहिँ अहिलेसम्म चाहिँ काठमाडौँमा चाहिँ 3 पटक यो सम्मेलन हामीले सम्पन्न गरिसकेका छौँ। यो सम्मेलनको मूल उद्देश्य भनेकै यो राजनीतिक रूपमा चाहिँ यो बौद्ध गतिविधिहरूको बौद्धहरूको चाहिँ समन्वय भइरहोस् भन्ने यसको मूल उद्देश्य हो। अनि धर्मराय सभाको इतिहासमा एउटा चाहिँ साह्रै नै ठुलो घटना जुन हामीले चाहिँ सम्झाउनु पर्छ त्यो हो 2056 सालमा लुम्बिनीमा विश्व हिन्दू बौद्ध सम्मेलन भन्ने चाहिँ एउटा प्रस्ताव आयो। त्यो कसले आएको भन्दाखेरि त्यो जुन अहिले भारतीय जनता पार्टीमा एकजना शक्तिशाली व्यक्ति छ त्यो अशोक सिंघल भन्ने, त्यसको नेतृत्वमा चाहिँ लुम्बिनीमा विश्व हिन्दू बौद्ध सम्मेलन लुम्बिनीमा गर्ने भन्ने जुन एउटा प्रस्ताव आयो त्यसमा चाहिँ सम्पूर्ण चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रका हिन्दू र बौद्धहरू सबै त्यसमा सहभागी हुने र त्यस सम्मेलनको चाहिँ प्रस्ताव आउँदाखेरि त्यहाँ चाहिँ धेरै मान्छेहरूले त्यसलाई शङ्काको दृष्टिले गरियो, किनभने हिन्दू सम्मेलन लुम्बिनीमा किन गर्नु पर्यो, त्यहाँ चाहिँ ठुलै चाहिँ शङ्काको चाहिँ वातावरण सिर्जना भयो र त्यस सम्मेलनको चाहिँ विषयमा चाहिँ अब धेरै लामो विषय छ थियो, त्यसमा चाहिँ डिटेलमा नगइकन यस सम्मेलनमाथि धर्मराय सभाले शङ्का गरेर यो सम्मेलनको बारेमा चाहिँ बुझ्दै जाँदाखेरि यो सम्मेलनको पछाडि चाहिँ उनीहरूको चाहिँ मनसाय एकदमै खराब छ भन्ने कुरा चाहिँ स्पष्ट देखिन आयो। त्यसको उनीहरूको मनसाय मेन चाहिँ के देख्यो भन्दाखेरि लुम्बिनीमा चाहिँ विश्व हिन्दू बौद्ध सम्मेलन भनेर गरेर लुम्बिनीलाई चाहिँ हिन्दूकरण गर्ने त्यो चाहिँ उनीहरूको चाहिँ मूल चाहिँ त्यो उद्देश्य थियो र उनीहरूले भनेर आइरहेका थिए यो बौद्ध धर्मलाई चाहिँ हिन्दू धर्मको शाखा जुन भनिरहेको छ त्यसलाई पनि प्रमाणित गर्ने
र नवौं अवतार भनेर जुन भनिएको छ त्यसलाई पनि पुष्टि गर्ने र चाहिँ लुम्बिनीमाथि चाहिँ हिन्दूहरूको चाहिँ आधिपत्य त्यो सुरुवात गर्ने चाहिँ त्यो उनीहरूको उद्देश्य थियो। त्यो उद्देश्य चाहिँ स्पष्ट रूपले बुझेपछि त्यसमा चाहिँ एकदमै ठुलो विरोध भयो। धर्मोदय सभाले त्यतिखेर चाहिँ यति ठुलो यति कठिन काम चाहिँ धर्मोदय सभा गरे कि त्यस एकदम धर्मोदय सभाले त्यतिखेर चाहिँ एकदमै सशक्त रूपमा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यसलाई चाहिँ मतलब चाहिँ धेरै बुद्धिमत्तापूर्वक चाहिँ यसलाई विरोध नगरेको भए त्यो काम उनीहरूको चाहिँ अलमोस्ट चाहिँ सफल हुन्थ्यो होला। र हुँदा त्यो चाहिँ कतिसम्म त्यो भयङ्कर भयो भन्दाखेरि त्यहाँ चाहिँ मतलब चाहिँ यो एक किसिमले चाहिँ त्यो के भन्ने त्यो मतलब चाहिँ के हतियारै चल्ने चाहिँ त्यो स्थिति चाहिँ सम्म चाहिँ सिर्जना भएको थियो। र त्यो राष्ट्रिय स्तरमा मात्रै होइन कि अन्तर्राष्ट्रिय स्तरमा पनि यस्तो धेरै चर्चा भएपछि इभेन त्यो विपश्यनाका गुरु चाहिँ सत्यनारायण गोयन्काले त्यहाँ शङ्कराचार्य जयन्त सरस्वतीलाई भेटेर यो विषयमा चाहिँ छलफल गरेर यो चाहिँ एक धर्मले अर्को धर्मलाई यसले हस्तक्षेप गर्नु ठिक छैन भनेर चाहिँ उहाँले चाहिँ एउटा चाहिँ संयुक्त रूपमा चाहिँ एउटा वक्तव्य पनि निकाल्नु पर्यो। र त्यही बेला चाहिँ एउटा चाहिँ राम्रो काम पनि एउटा के भयो भन्दाखेरि सत्यनारायण गोयन्काले यो नवौं अवतार भनेर बुद्धलाई जुन भनेको हो त्यो कसरी भनेको किन भनेको भन्ने कुरा स्पष्ट जानकारी हुने गरिकन एउटा उहाँले आर्टिकल उहाँले चाहिँ जुन लेख्नु भएको छ त्यो चाहिँ धेरै नै महत्त्वपूर्ण छ। यो नवौं अवतार भन्नुको पछाडि उनीहरूको कति ठुलो षड्यन्त्र छ भन्ने कुरा त्यसबाट स्पष्ट हुन्छ। अनि एउटा कुरा यस्तो चाहिँ चाखलाग्दो विषय के छ भन्दाखेरि त्यतिखेर उनीहरूले चाहिँ भारतदेखि चाहिँ त्यो लुम्बिनीको सम्मेलनमा चाहिँ राख्नलाई भनेर एउटा बुद्ध मूर्ति एउटा गाडीमा राखेर रथ यात्रा भनेर चाहिँ भारतदेखि सुरु गरेर ल्याएको थियो। त्यो काठमाडौँ ल्याएर काठमाडौँको चाहिँ तिनैवटा सहर घुमाएर पछि लुम्बिनी लगेर त्यहाँ चाहिँ सम्मेलनको बेलामा त्यहाँ त्यो मूर्ति स्थापना गर्ने भनेर चाहिँ बुद्ध मूर्ति एउटा राखेर त्यो रथहरू निकालेको रहेछ। त्यहाँ एउटा रमाइलो कुरा के छ भन्दाखेरि पाटनमा त्यो आइपुग्दाखेरि पाटनको चाहिँ त्यो कलाकारहरू चाहिँ भनौँ चाहिँ नकबैल टोलमा त्यहाँ पुग्दाखेरि केही व्यक्तिहरूले चाहिँ अलिक चासो लिएर यो बुद्ध मूर्ति त छ त्यो हिन्दूहरूले चाहिँ त्यो गरिरहेको जुन देखिने गरिरहेको छ त्यसमा चाहिँ अलिकति शङ्का गर्ने नपटाउने किसिमको भएर त्यो कसैले त्यो गाडीमाथि चढेर हेर्दाखेरि त्यो मूर्तिको तल चाहिँ शिवलिङ्गको चाहिँ मूर्ति पनि राखेको रहेछ। त्यसमा त्यो देखेपछि तुरन्तै के हल्ला भयो भने उनीहरूको टार्गेट त्यहाँ सम्मेलन गरेर त्यो लुम्बिनीमा चाहिँ एउटा चाहिँ शिवलिङ्ग स्थापना गर्ने चाहिँ उनीहरूको उद्देश्य थियो भन्ने कुरा त्यसले चाहिँ स्पष्ट हुन्छ। त्यो एकदमै ठुलो चाहिँ षड्यन्त्रकारी जुन एउटा ठुलो घटना जुन नराम्रो घटना जुन घटना लागेको थियो त्यो धर्मोदय सभाको एकदम अथक प्रयासबाट त्यसलाई चाहिँ विफल पारेको थियो। अब यो धर्मोदय सभाको चाहिँ परिचयको सम्बन्धमा गरेको कुरा गर्ने भने कि अरू चाहिँ अब यो संस्थाको यसले चाहिँ एउटा चाहिँ युवाहरूको चाहिँ क्षेत्र समेट्नुको लागि एउटा चाहिँ सम्बन्धन प्राप्त संस्था भनेर दुईटा संस्था यसले चाहिँ राखेको छ अहिलेसम्म। एउटा चाहिँ युवक बौद्ध मण्डल र बौद्ध महिला सङ्घ यसले चाहिँ महिला क्षेत्र र युवाहरूलाई पनि आफ्नो चाहिँ मनोसँग चाहिँ संलग्न गर्नको लागि एउटा दुईटा सम्बन्धन प्राप्त संस्था छ। र अहिलेसम्म अझै चाहिँ भरि यसको चाहिँ करिब 49वटा चाहिँ शाखाहरू पनि रहेका छन्। र यसको सदस्यहरू अहिलेसम्म करिब 2000 जति चाहिँ यसको सदस्य भइसकेको छ। ल धर्मोदय सभाको चाहिँ इतिहासको हुन त यो सबै कुरा चाहिँ डिटेलमा चाहिँ गयो भने त धेरै लामो समय लाग्छ होला। त्यसकारण यो मैले चाहिँ आज चाहिँ यो चाहिँ धर्मोदय सभाको प्रमुख मुख्य चाहिँ घटनाहरू र मुख्य कार्यको बारेमा अलिक छोटकरमा मात्रै यो जानकारी दिएको हुँ। त्यसैले यसमा धेरै लामो चाहिँ नबोलौँ। र अहिले चाहिँ अब धर्मोदय सभाको सबभन्दा ठुलो चाहिँ कमजोरी भनौँ आवश्यकता भनौँ धर्मोदय सभाको काठमाडौँमा चाहिँ आफ्नै एउटा विहार छैन, आफ्नै स्थान छैन। त्यो एउटा चाहिँ साह्रै नै सबैले चाहिँ खड्किने र सबैले चाहिँ जहिले पनि बोल्ने एउटा कुरा हो। त्यसको निम्ति हामीले चाहिँ अब ललितपुरको त्यो बालकुमारीमा चाहिँ हाम्रो परमज्योति साहुको परिवारबाट रूपज्योति परमज्योतिबाट हामीले चाहिँ एउटा चाहिँ 22 सानो जग्गा हामीले चाहिँ दान प्राप्त भएको छ। त्यो चाहिँ जग्गा प्राप्त त भयो, त्यसमा हामीले अहिलेसम्म केही गर्न सकेको छैन। त्यसैले हामीले चाहिँ अब लुम्बिनीमा चाहिँ हामीले चाहिँ एउटा विहार हामीले निर्माण गरेका छौँ। त्यो विहार निर्माण चाहिँ कति महत्त्वपूर्ण छ भन्दाखेरि त्यो बीचमा एउटा चाहिँ स्वयम्भू महाचैत्य जस्तो स्वयम्भू छ जत्रो छ ठिक त्यति नै साइजको त्यही जरा गरेर त्यो स्वयम्भू महाचैत्य त्यो राष्ट्रिय र बौद्ध चाहिँ एकताको एउटा केन्द्र भयो। र त्यसरी त्यसको चाहिँ तीनतिर चाहिँ एउटा चाहिँ खेरबारी विहार, एउटा चाहिँ महायानी विहार र एउटा बज्रायणी विहार, त्यसै तीनवटा विहार र बीचमा स्वयम्भू महाचैत्य राखेर जुन यो विहार बनाएको छ त्यो अत्यन्तै महत्त्वपूर्ण विषय हो। यो चाहिँ एक किसिमले भन्यो भने नेपालमा भएका सम्पूर्ण बौद्धहरूको चाहिँ राष्ट्रिय एकताको केन्द्रको रूपमा हामीले त्यसलाई विकास गर्ने हाम्रो त्यो लक्ष्य हो। र त्यो लक्ष्य अनुरूप चाहिँ त्यो विहार निर्माण कार्य अहिलेसम्म पुरा भएको छैन। र अब चाहिँ एउटा विहार बनाउनु बाँकी छ बज्रायणी विहार। त्यो विहार पनि ललितपुरको यो हेरिनुपर्ने महाविहारले
उनीहरूले हेर्नुपर्ने महाविहार जस्तो छ त्यस्तै त्यो बनाइदिन लागेको छ र त्यो 2-3 वर्षमा त्यो बनाउन सकिएपछि यो बिहारको निर्माण चाहिँ पुरा हुन्छ र त्यसलाई हामीले भविष्यमा चाहिँ नेपालमा भएका सम्पूर्ण बोर्डहरूको एकताको एउटा चाहिँ केन्द्रको रूपमा हामीले त्यसलाई विकास गर्नुपर्छ। त्यसरी नै यो चाहिँ काठमाडौँमा अहिले हामीलाई जुन जग्गा प्राप्त भयो त्यसमा हामीले चाहिँ एउटा कुनै बिहार बनाउने चाहिँ त्यो आवश्यक होइन। त्यसमा चाहिँ हामीले चाहिँ धर्मराय सभाले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चाहिँ एउटा चाहिँ राम्रो गतिविधि गर्न सकोस् भनेर एउटा चाहिँ सुविधा सम्पन्न सचिवालय र एउटा चाहिँ अन्तर्राष्ट्रिय स्तरको एउटा सभाकक्ष त्यसमा चाहिँ हामीले चाहिँ त्यो बनाएर विकसित गर्न सक्यो भने धर्मराय सभाको गतिविधिमा चाहिँ धेरै ठुलो एउटा चाहिँ परिवर्तन आउँछ र धेरै चाहिँ मतलब काम चाहिँ गर्न सकिन्छ भन्ने मलाई विश्वास लाग्छ। र अन्तमा म यहाँहरूलाई चाहिँ यो धर्मराय सभामा अहिलेसम्म अध्यक्ष भएका र महासचिव भएकाहरूको नाम एकचोटि म बताउन चाहन्छु। अहिलेसम्म अध्यक्ष हुनु भएकाहरूमा चाहिँ उ चन्द्रमणि महास्थवीर, भिक्षु अमृतानन्द, भिक्षु सुदर्शन, भिक्षु अशोक घोष र भिक्षु ज्ञानपुरले। त्यसरी नै लामा गरौलबाट चाहिँ भिक्षु छेचु कुशल लामा, भिक्षु टुङरम ग्याल्टुल रिम्पोछे, भिक्षु साङपा रिम्पोछे। त्यसरी नै हाम्रो चाहिँ बजानी गरौलबाट पण्डित दिव्य बज्र बज्राचार्य, श्री लोकदर्शन बज्राचार्य, पण्डित बद्रीरत्न बज्राचार्य र अहिले वर्तमानमा हाम्रो चाहिँ श्री यज्ञमानपट्टि बज्राचार्य हुनुहुन्छ। त्यसरी नै अहिलेसम्म महासचिव भएकाहरूमा भिक्षु अमृतानन्द, भिक्षु महानाम, प्राध्यापक सुवर्ण साक्य, प्राध्यापक आश्राम साक्य, प्राध्यापक डाक्टर बजराज साक्य, श्री रत्नबहादुर बज्राचार्य, प्राध्यापक विद्यामान साक्य, डाक्टर त्रिरत्नमान तुलाधर, प्राध्यापक सुवर्ण साक्य, सर अघि मैले सुवर्ण साक्य भने सूर्यवार साक्यको ठाउँमा मैले सुवर्ण साक्य भनेको छु। अनि सुचित्रमान साक्यमा आफै श्री रत्नमान साक्य र हाल अहिले चाहिँ हाम्रो सागरमान बज्राचार्य हुनुहुन्छ। र धर्मराय सभाको बारेमा यति नै संक्षिप्त जानकारी दिँदै म यहाँबाट बिदा लिन चाहन्छु। धन्यवाद।